नमस्ते मेरो नाम चाहिँ कृष्ण खनाल। मेरो घर चाहिँ गुल्मी जिल्ला। अहिले म काठमाडौँमा किङ्स कलेजमा मार्केटिङ र एथिक्सको असिस्टेन्ट प्रोफेसर भएर अलमोस्ट लाइक 10 इयर्स 10 वर्षदेखि पढाइरहेको छु। एसीको विद्यार्थीलाई म एउटै चिज भन्छु, हेर्नुहोस्, जीवनमा देयर आर मेनी मोर इम्पोर्टेन्ट थिङ्स देन जस्ट लर्निङ। हामीले पढाइलाई यति धेरै फोकस गर्छौँ नि, हेर्नुहोस्, कहिलेकाहीँ यसो बाहिर घुम्न जानुहोस्, स्विमिङ गर्नुहोस्, गिटार सिक्नुहोस्, मादल बजाउनुहोस्, बुझ्नु भने यु क्यान डु लड अफ थिङ्स। हेर्नुहोस्, पढाइ महत्त्वपूर्ण छ, तर पढाइ मात्र सब थोक होइन, हेर्नुहोस्, होइन। त्यही भएर जीवन भनेको अति कम्प्लिकेटेड छ, जीवन भनेको अति रमाइलो छ। जीवनमा पढाइ बाहेक कहिलेकाहीँ थोरै समय निकाल्नुहोस् आफूलाई बुझ्नको लागि। कहिलेकाहीँ लेट्स इन्ट्रोस्पेक्ट। हेर्नुहोस् त, वाट्स मेक्स मी ह्याप्पी। कतिलाई मैले प्रश्न सोध्छु, उहाँहरूलाई सबै थाहा छ। हेर्नुहोस्, उहाँलाई एआई पनि थाहा छ, एसीको विद्यार्थीलाई, उहाँहरूलाई चाहिँ सबै एआई, म्याथमेटिक्स, जियो पोलिटिक्स सब थाहा छ। तर म उहाँलाई सोध्छु, तपाईँ हो चाहिँ को? क्यान यु इन्ट्रोड्युस योर सेल्फ भन्ने भने उहाँहरूले कहिले इन्ट्रोस्पेक्ट पनि गर्नु भएको छैन। एकछिन 5 मिनट एकान्तमा बस्नुहोस् र सोध्नुहोस्, म को हुँ, म के गर्न चाहन्छु, मेरो जीवनको अस्तित्व चाहिँ के हो, वाइ डु आई एक्जिस्ट? त्यो चाहिँ प्रश्न सबभन्दा महत्त्वपूर्ण होला एआई र जियो पोलिटिक्स भन्दा।